हेलो साथीहरू नमस्ते सेवा म सृष्टि राईको यो छोटो भिडियोमा तपाईँहरूलाई स्वागत छ। अनि आज चाहिँ हामी दिउँसोको काममा लाग्यौँ जेठानी देउरानी। हामी चाहिँ मकै भाँच्दैछौँ। अनि मैले चाहिँ यो छोटो भिडियो क्लिक गर्नलाई मैले भिडियो गर्न थालेँ। अनि देउरानीले कति भिडियो यो दिदीले गर्छिन् भन्दै छिन्। अनि म चाहिँ मकै देखाउँदैछु। हाम्रो मकै चाहिँ यो खासै नभएको सानो सानो मकैको घोगा लाग्यो। अनि मैले चाहिँ मकै कस्तो छ भन्दै देखाएँ। अनि मैले मकै हुरुहुरु आफ्नो काम गर्न थालेँ। अनि यो फेरि सकेर अनि यो चाहिँ अदबारीमा हामी मकै भाँच्न गयौँ। अनि यो अदबारीमा चाहिँ पातलो भएर होला ठुलो ठुलो घोगा लागेको छ। अनि मैले चाहिँ एकपट्टि हातले भिडियो बनाउँदैछु, एकपट्टि हातले काम गर्दैछु। त्यसले गर्दा मैले राम्रो भिडियो खिच्न पाइनँ। अनि यहाँ चाहिँ हामी दुईजना गफ गर्दै गर्दै मकै भाँच्दैछौँ। अनि देउरानीले चाहिँ यहाँ त ठुल्ठुलो घोगा लागेको छ दिदी भन्दै छिन्। अनि त्यसो भन्दा भन्दै मैले चाहिँ तिम्रो पछाडिको पनि मकै भाँच न भन्दै देखाउँदैछु। अनि उसले भाँच्दै छिन्। अनि म एकातिर फर्केर मैले आफ्नो काम गर्न थालेँ। अनि यो कालाको चाहिँ हामी एकैचोटि बोकी ल्याउने सल्लाह गऱ्यौँ। भाँच्दा भाँच्दै डोको भरिएर नअट्ने भयो। त्यस पछाडि हामीले मकै भाँच्दै 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 गयौँ। अनि मैले पनि बिसाउने निदो गरेँ। अनि भिडियो गर्दै 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 म चाहिँ जाँदैछु। अनि हामीले चाहिँ सक्ने बेला भइसकेको थियो साथीहरू। अनि म चाहिँ बिसाउनलाई जाँदैछु। मैले खासै राम्रो भिडियो खिच्न पाइनँ। म एक्लैले भिडियो नि गर्ने अनि काम पनि गर्ने। त्यसले गर्दा मैले भिडियो राम्रो खिच्न पाउँदिनँ साथीहरू। यसो कोसिस राम्रो होस् भनेर कोसिस गर्छु, तर कहिले म चाहिँ राम्रो भिडियो बनाउन जान्दिनँ, सक्दिनँ है साथीहरू। त्यस्तै भए पनि हेरेर साथ सपोर्ट दिनुहोला। अनि म चाहिँ अब कतिखेर सक्ने है हामीले भन्दै मैले चाहिँ देउरानीलाई भन्दैछु। उसले चाहिँ बिसाइवरी भारी लाउँदै छिन्। म चाहिँ यत्तिकै बिसाइवरी भारी लगाएर अनि निस्किने बेलामा मैले सानो छोटो भिडियो ल्याएँ फेरि। म चाहिँ बोल्दै 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 गफ गर्दै अघि जाँदै भिडियो गर्दैछु। देउरानी चाहिँ भिडियो गर्न मान्दिनन्। अनि त्यसले गर्दा माथिदेखि देखाउने प्रयत्न गरेँ। त्यसो गर्दै गर्दै म बाटोमा निस्किसकेँ साथीहरू। अनि मैले चाहिँ छोटो भिडियो बनाउन खोजेको छु। कस्तो लाग्यो साथीहरू? यसको कमेन्ट गर्नुहोला। यसमा के गर्नुपर्ने हो भिडियो बनाउनलाई, राम्रो बनाउनलाई साथीहरूले मलाई सिकाउनु होला। म चाहिँ यसो कोसिस मात्रै गर्दैछु ल।